नमस्कार साथीहरू र आजको भिडियोमा चाहिँ हामी हेर्न जाँदैछौँ यानिबीमा कम्प्युटर साइन्समा सोधिने क्वेसनलाई चाहिँ हामीले कसरी ट्याकल गर्ने, हामीले एक्जामको प्रिपरेसन कसरी गर्ने। यदि तपाईँहरू एकदम बेसिक लेभलमै हुनुहुन्छ हैन, तपाईँहरूलाई त्यति आइडिया छैन के पढाइ भएको छ हैन, त्यति तपाईँहरूको इन्भल्भमेन्ट छैन भने चाहिँ तपाईँहरूले चाहिँ के गर्न सक्नुहुन्छ त भन्दाखेरि मेरो यो भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ तपाईँहरूले के प्रिपेयर गर्ने, पास हुनलाई के पढ्नुपर्ने रहेछ भनेर चाहिँ तपाईँहरूले क्वेसन यसबाट निकाल्न सक्नुहुन्छ। प्लस यदि तपाईँहरूलाई ए प्लस ल्याउन छ भने पनि तपाईँहरूलाई कुन चाहिँ टपिकलाई चाहिँ एकदम राम्रोसँग प्रिपेयर गर्ने, कुन चाहिँ टपिकलाई हामीले छोड्ने भएन, प्रायोरिटी अर्डर कसरी सेट गर्ने भन्ने कुरा चाहिँ हामी यो भिडियोमा चाहिँ हेर्न जाँदैछौँ है। ल अब पहिला त बुझौँ कम्प्युटर साइन्समा क्वेसन कसरी आउँछ। अब फुल मार्क्स 50 को क्वेसन छ हैन, 50 मा चाहिँ हामीलाई 9 वटा एमसीक्यू आउँछ एक मार्क्सको। त्यसपछि हामीलाई 5 वटा सर्ट क्वेसन आउँछ 5 मार्क्सको र लास्टमा 2टा लङ क्वेसन आउँछ 8 मार्क्सको। यसरी हामीलाई चाहिँ टोटल 50 मा क्वेसन सोध्छ है। र क्वेसनको प्याटर्न कसरी डिभाइड भएको छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। ल पहिला त अब हामी बुझौँ हामीसँग कम्प्युटर साइन्समा कतिवटा च्याप्टर छन्, 7 वटा। 7 वटा मध्ये एकदम सबैभन्दा बढी इम्पोर्टेन्ट च्याप्टरहरू भनेको चाहिँ पहिलो 2टा रहेको छ, डेटाबेस म्यानेजमेन्ट सिस्टम, नेटवर्किङ र अलिकति लामो च्याप्टर पनि यही 2टा नै रहेको छ है। अब कसरी प्रिपेयर गर्ने त भन्दाखेरि डेटाबेस म्यानेजमेन्ट सिस्टममा चाहिँ बेसिकली हामीले एकदम फोकस गरेर 3टा क्वेसनलाई हेर्छौँ। एउटा नर्मलाइजेसनमा भएको सेकेन्ड नर्मल फर्म, थर्ड नर्मल फर्म र फर्स्ट नर्मल फर्म, र तिनीहरूलाई हामीले टेबल बनाएर कसरी एक्सप्लेन गर्न सक्छौँ विथ देयर एडभान्टेजेस एन्ड डिसएडभान्टेजेस। र सँगसँगै डेटाबेस म्यानेजमेन्ट सिस्टममा अर्को क्वेसन प्रिपेयर गर्नको लागि चाहिँ हामीसँग के छ, हामीसँग छ मोडल्सहरू। डेटाबेस मोडल्सहरूलाई हामीले प्रिपेयर गर्नु पर्यो। हामीसँग 5 वटा मोडल, सेन्ट्रलाइज, डिस्ट्रिब्युटेड, नेटवर्क, हायरार्किकल र आरडीबीएमएस, यो 5 वटा मोडललाई राम्रोसँग प्रिपेयर गर्नु पर्यो। र लास्टमा एउटा अर्को इम्पोर्टेन्ट क्वेसन भनेको चाहिँ डीबीएमएस को डिफिनेसन र डीबीएमएस को चाहिँ एडभान्टेजेस ओभर फाइल बेस्ड स्टोरेज सिस्टम। फाइल बेस्ड स्टोरेज सिस्टममा भन्दा डीबीएमएस को के छ त नि इम्पोर्टेन्स अथवा डीबीएमएसलाई किन बनाइयो त्यो एडभान्टेजेसहरू चाहिँ हामीले लेख्नु पर्यो। यदि 3टा क्वेसन राम्रोसँग प्रिपेयर गरियो भने लगभग डीबीएमएसबाट फर्स्ट 5 मार्क्समा सोधिने एउटा क्वेसन चाहिँ हामीले क्लियरली गर्न सक्छौँ। डीबीएमएसबाट बेसिकली 2टा क्वेसन सोध्छ 5 मार्क्समा, अरमा सोध्छ हैन, जसमध्ये मोस्टली धेरैचोटि सोधेको क्वेसन भनेको चाहिँ हाम्रो के को रहेको छ, नर्मलाइजेसन रहेको छ। र नर्मलाइजेसन सँगसँगै 2टा क्वेसन चाहिँ एडिसनल के पनि सोधिरहेको छ भन्दा मोडल्समा चाहिँ जुन पनि पर्न सक्छ है, सेन्ट्रलाइज डिस्ट्रिब्युटेडको डिफरेन्स गर्न पनि भन्न सक्छ, अथवा हामीलाई हायरार्किकल मोडल र नेटवर्क मोडललाई एक्सप्लेन गर्न पनि भन्न सक्छ, प्लस अर्को एउटा हाम्रो आरडीबीएमएसलाई एक्सप्लेन गर्न पनि भन्न सक्छ। र यो सबै मोडल्सहरूको एक्सप्लेन गर्दाखेरि चाहिँ हामीले विथ देयर फिगर एकदम क्लियरली बनाउनु पर्यो र सँगसँगै तिनीहरूको एडभान्टेजेस र डिसएडभान्टेजेसहरू पनि लेख्नु पर्यो। विथ सर्ट डिस्क्रिप्सन, इन्ट्रोडक्सन चाहिँ हामीले थोरै डिफाइन चाहिँ गर्नुपर्ने हुन्छ है। यो त भयो डेटाबेस म्यानेजमेन्ट सिस्टमबाट। डेटाबेस म्यानेजमेन्ट सिस्टमबाट बेसिकली हामीले 3टा क्वेसनलाई चाहिँ एकदम मोस्ट प्रायोरिटी दिएर हेर्छौँ। त्यसपछि चाहिँ हामीसँग नेटवर्किङ। नेटवर्किङ चाहिँ एकदम लामो च्याप्टर रहेको छ र यसबाट हरेक टपिकहरू चाहिँ एकदम धेरै इम्पोर्टेन्ट रहेको छ। अब सुरुवात गरौँ गाइडेड र अनगाइडेड मिडियाको डिफरेन्सबाट। इक्जाममा 5 मार्क्समा सोधिन सक्ने क्वेसन भनेको गाइडेड अनगाइडेडको डिफरेन्स है। र सँगसँगै नेटवर्किङबाट चाहिँ अहिले गएको 2-3 वर्षको क्वेसन हेर्ने हो भने चाहिँ नेटवर्किङबाटै लङ क्वेसन सोध्छ। 8 मार्क्सको क्वेसन चाहिँ केबाट पर्छ, नेटवर्किङबाट पर्छ है। र त्यसमा पनि सोध्न सक्ने क्वेसन्सहरू भनेको त्यही नै हो। हामीले नेटवर्किङबाट प्रिपेयर गर्दाखेरि टोपोलोजीलाई राम्रोसँग प्रिपेयर गर्नु पर्यो। र टोपोलोजी प्रिपेयर गर्दाखेरि क्लियरली चाहिँ हामीले फिगर चाहिँ छोड्न भएन, फिगर कम्पलसरी बनाउनै पर्ने हुन्छ है, टोपोलोजी प्रिपेयर गर्ने। त्यसपछि आर्किटेक्चर हामीसँग 2टा छ हैन, बेसिकली हामीले कम्पेयर गर्दाखेरि पनि 2टा मात्र पढ्छौँ, हुन त 3टा हैन। क्लाइन्ट सर्भर आर्किटेक्चर पियर टु पियर आर्किटेक्चर हो। अर्को हामीसँग सेन्ट्रलाइज्ड पनि छ। बेसिकली हामीले प्रिपेयर चाहिँ क्लाइन्ट सर्भर र पियर टु पियर नेटवर्क आर्किटेक्चर मात्र गर्छौँ। त्यसपछि हामीले प्रिपेयर गर्ने भनेको चाहिँ गाइडेड मिडियाको टाइप्स, केबल्सहरू, फाइबर अप्टिक्स केबल, कोएक्सियल केबल र ट्विस्टेड पेयर केबल, तिनीहरूको कम्पेरिजनमा गर्छौँ है। र त्यसपछि हामीसँग नेटवर्किङ च्याप्टरबाट अर्को इम्पोर्टेन्ट टपिक भनेको चाहिँ हाम्रो रहेको छ नेटवर्क कनेक्टिङ डिभाइसेस, जसमा चाहिँ हामीले प्रिपेयर गर्छौँ हब, स्विच र राउटर। हब भने के हो, स्विच भने के हो र राउटर भने के हो, यसलाई चाहिँ हामीले राम्रोसँग प्रिपेयर गर्नु पर्यो। यसको चाहिँ फिगर बनाउनु पर्दैन, कम्पलसरी छैन है। र लास्टमा यो च्याप्टरबाट अर्को एउटा इम्पोर्टेन्ट टपिक भनेको चाहिँ के रहेको छ, ओएसआई मोडल
ओएसए मोडल चाहिँ जेनरली लङ क्वेसनमा सोधिरहेको छैन। ओएसए मोडल सोधिहाल्यो भने चाहिँ मोस्टली अहिलेसम्म सोधेको भनेको 5 मार्क्समा सोधिरहेछ। लङ क्वेसनको लागि चाहिँ एकदम धेरैचोटि सोधेको क्वेसन्सहरू भनेको चाहिँ के पर्छ, टोपोलोजीबाटै आउँछ। कम्पेयर स्टार एन्ड रिङ भन्न सक्छ, अथवा कम्पेयर स्टार एन्ड बस टोपोलोजी भन्न सक्छ विथ देयर आर्किटेक्चरल लेआउट एन्ड डेटा ट्रान्समिसन मोड। डेटा ट्रान्समिसन कसरी हुन्छ, आर्किटेक्चर कसरी सेट भएको छ, फिगर बनाउने र एडभान्टेज र डिसएडभान्टेजलाई क्लियरली एक्सप्लेन गर्नुपर्छ त्यसमा है। यो त भयो नेटवर्किङ च्याप्टरबाट। नेटवर्किङ च्याप्टरबाट एउटा कुरा चाहिँ के सम्झिनु पर्यो त भन्दा, नेटवर्किङ च्याप्टर एउटा लङ क्वेसनमा आउने भइसकेपछि हामीलाई 5 मार्क्सको क्वेसनमा सोधेको चाहिँ छैन अहिले गएको 3 वर्षको क्वेसन हेर्ने हो भने। अब सी प्रोग्रामिङबाट एउटा लङ क्वेसनमा आउने क्वेसन हो। स्ट्रक्चर आउन सक्छ, फाइल ह्यान्डलिङ आउन सक्छ। यदि स्ट्रक्चर आएन अथवा फाइल ह्यान्डलिङ कुनै एउटा आएन भने चाहिँ के सोध्छ, युजर डिफाइन्ड फङ्सन चाहिँ लङ क्वेसनमा 4 मार्क्सको 2टा क्वेसन दिएर सोधिरहेको अवस्था छ अहिलेसम्म चाहिँ है। अब मैले चाहिँ के रिकमेन्ड गर्छु भन्दा स्ट्रक्चर राम्रोसँग प्रिपेयर गर्ने। स्ट्रक्चर राम्रोसँग प्रिपेयर गरेपछि अलमोस्ट स्योर क्वेसन हो, स्ट्रक्चरबाट सोधिने 8 मार्क्सको लागि इजी पनि छ है। त्यसपछि वेब टेक्नोलोजीबाट चाहिँ हामीलाई बेसिकली थ्योरिटिकलमा सोध्न सक्ने क्वेसन भनेको चाहिँ क्लाइन्ट साइड रेन्डरिङ र सर्भर साइड रेन्डरिङ हैन, अथवा स्क्रिप्टिङ भन्छ हैन। अथवा हामीलाई थ्योरिटिकलतिर नगइकन मोस्टली प्रोग्रामिङतिर मात्र जाने हो भने PHP डेटाबेस कनेक्टिभिटी अलमोस्ट स्योर एन्ड सर्ट क्वेसन भइहाल्यो त्यो है। PHP कनेक्टिभिटी चाहिँ एकदम डेटाबेससँग स्योर क्वेसन भइहाल्यो। सँगसँगै हामीलाई एउटा जावा स्क्रिप्टको क्वेसन पनि सोध्छ है, र त्यो जेएसको क्वेसन चाहिँ राम्रोसँग प्रिपेयर गर्ने। अब मेरो रिकमेन्डेसन के हुन्छ यसमा त भन्दाखेरि, तपाईहरुले यदि PHP को डेटाबेस कनेक्टिभिटी वाला प्रोग्राम प्रिपेयर गर्नु हैन, यदि डेटाबेस कनेक्टिभिटी वाला प्रोग्राम प्रिपेयर गरेपछि यदि एक्जाममा त्यो आएन भने चाहिँ हामीले अर्को के चाहिँ क्वेसन प्रिपेयर गर्नुपर्छ त, जावा स्क्रिप्ट वाला क्वेसन प्रिपेयर गर्नुपर्छ है। किन भन्दा जावा स्क्रिप्ट वाला क्वेसन चाहिँ बेसिकली सिमिलर टाइपको प्याटर्नमा हुन्छ। यदि सी प्रोग्रामिङ हल्का फुल्का आउँछ भने जावा स्क्रिप्टको प्रोग्राम पनि सजिलै छ है, लजिक सेमै भयो। त्यही भएको भएर रिकमेन्डेसन के भयो, PHP को डेटाबेस कनेक्टिभिटी वाला प्रोग्राम प्र्याक्टिस गर्ने र सँगसँगै JS को 4-5 वटा प्रोग्राम, ग्रेटर एमङ 3 नम्बर्स धेरैचोटि सोधेको क्वेसन छ, स्मलर एमङ 3 नम्बर्स हैन, इभन अर अड, पोजिटिभ अर नेगेटिभ, यो क्वेसनहरु चाहिँ तपाईहरुले प्रिपेयर गर्न सक्नुहुन्छ जावा स्क्रिप्टमा। त्यो चाहिँ वेब टेक्नोलोजीबाट भयो। अब अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङबाट चाहिँ सितिमिति स्योर क्वेसनहरु भनेर चाहिँ अब 2टा क्वेसनै छ। एउटा छ डिफरेन्स बिट्विन स्ट्रक्चरल प्रोग्रामिङ भर्सेस अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ हैन। स्ट्रक्चरल प्रोग्रामिङ र अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको डिफरेन्स सोध्छ र सँगसँगै अर्को सोध्न सक्ने क्वेसन भनेको चाहिँ फिचर्स अफ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ, जसमा चाहिँ हामीले क्लास, अब्जेक्ट, इन्क्याप्सुलेसन, एब्स्ट्र्याक्सन, पोलिमर्फिजम, इनहेरिटेन्स हो, यिनीहरूलाई चाहिँ के गर्नुपर्छ, एक्सप्लेन गर्नुपर्छ है। त्यो चाहिँ बुझ्नु पर्यो। र सफ्टवेयर प्रोसेस मोडल अलिकति लेन्दी च्याप्टर र अलिकति झुकाउन सक्ने च्याप्टर हो सफ्टवेयर प्रोसेस मोडल हैन। सफ्टवेयर प्रोसेस मोडलमा चाहिँ हामीलाई 7 वटा फेजेस छ र एक्जाममा जुनसुकै क्वेसन सोधे पनि हामीले सुरुमा त्यो 7 वटा फेजेस के गर्नुपर्छ, ड्र गर्नुपर्छ। हामीले चाहिँ पहिला त्यो फिगर बनाउनु पर्यो र त्यसपछि हामीले एकदम प्रायोरिटी दिएर पढ्ने भनेको 3टा फेज, एउटा प्लानिङ, एउटा रिक्वायरमेन्ट ग्यादरिङ र अर्को टेस्टिङ। यति 3टा फेजलाई राम्रोसँग पढ्ने र प्लानिङ भित्र रहेको फिजिबिलिटी स्टडीलाई पनि राम्रोसँग प्रिपेयर गर्नु पर्यो है। त्यसलाई राम्रोसँग प्रिपेयर गरेपछि हाम्रो अलमोस्ट सफ्टवेयर प्रोसेस मोडलको फर्स्ट हाफ सकिन्छ। त्यस पछाडिको पढ्ने कुरा भनेको चाहिँ हामीसँग के रह्यो, एजाइल मोडल र वाटरफल मोडल हैन। यो दुईटाको कम्पेरिजन तपाईहरुले पढ्नु भयो भने चाहिँ हाम्रो सफ्टवेयर प्रोसेस मोडल पनि सकिन्छ है। र रिसेन्ट ट्रेन्ड्स एन्ड टेक्नोलोजीबाट चाहिँ हामीले बेसिकली फोकस गर्ने भनेको AI, क्लाउड कम्प्युटिङ र बिग डेटा अहिलेको हिसाबले हैन। अब तपाईहरुले चाहिँ रिकमेन्डेसन के छ त भन्दाखेरि, मोस्टली तपाईहरुले के गर्न सक्नुहुन्छ, तपाईहरुले एउटा नोट प्रिपेयर गर्न सक्नुहुन्छ यो च्याप्टरको लागि, सिमिलर एडभान्टेजेस एन्ड सिमिलर डिसएडभान्टेजेस हरेक टेक्नोलोजीको, AI को, IoT को, क्लाउड कम्प्युटिङ को, ई-कमर्स, एम-कमर्स, ई-गभर्नेन्स, अनि त्यसपछि बिग डेटा है हो, यो सबै टेक्नोलोजीहरुको तपाईहरुले के गर्न सक्नुहुन्छ, सिमिलर एडभान्टेजेस र सिमिलर डिसएडभान्टेजेस खोज्न सक्नुहुन्छ। त्यसलाई नै प्रिपेयर गर्न सक्नुहुन्छ। त्यो गर्नुभयो भने अझ बेस्ट अप्सन हुन्छ है। र सँगसँगै एप्लिकेसनहरु पनि तपाईहरुले राम्रोसँग प्रिपेयर गर्नु पर्यो। एप्लिकेसन हरेक AI को एप्लिकेसनहरु हैन, त्यसपछि आएर क्लाउड कम्प्युटिङको एप्लिकेसनहरु, बिग डेटाको एप्लिकेसनहरु, अनि IoT को एप्लिकेसनहरु अलमोस्ट सिमिलर हुन जान्छ सबैको। त्यही भएर सिमिलर एडभान्टेजेस, सिमिलर डिसएडभान्टेज खोज्नु भयो भने तपाईहरुलाई पढ्न सजिलो हुन्छ एक्जाम प्रिपरेसनको लागि। यसरी नै हरेक च्याप्टरबाट 2-3 वटा क्वेसनहरु, टपिकहरु चाहिँ एकदम बढी इम्पोर्टेन्ट छ है। ल
अब हामीले चाहिँ हेर्ने भनेको चाहिँ 9 वटा एमसिक्यू छ। अब सुरुमा 9 वटा एमसिक्यूमा अब धेरैचोटि सोधेको 2टा एमसिक्यू चाहिँ हामीलाई डेटाबेस म्यानेजमेन्ट सिस्टमबाट सोध्छ, त्यसरी नै सोध्न जान्छ है। त्यसपछि 2टा नेटवर्किङबाट सोध्छ, त्यस पछाडि 5 वटा चाहिँ सी प्रोग्रामिङ, वेब टेक्नोलोजी, उप सफ्टवेयर प्रोसेस मोडल र रिसेन्ट ट्रेन्ड्स एन्ड टेक्नोलोजीबाट 1 वटा सोध्न जान्छ। यसरी चाहिँ तपाईँहरूले एमसिक्यू पनि प्रिपेयर गर्न सक्नुहुन्छ। ओड इज गोल्ड सोल्युसन तपाईँहरूले गर्नुभयो भने एमसिक्यूको बाँकी रहेको धेरै प्रिपेयर गर्नु पर्दैन, किन भन्दा अलमोस्ट कम्प्युटर साइन्समा क्वेसन्सहरू सधैँ के हुन्छ, रिपिटेड टाइपको हुन्छ है। र 5 सर्ट क्वेसन्सको लागि चाहिँ तपाईँहरूले के प्रिपेयर गर्नु पर्यो भन्दाखेरि हामीले डेटाबेस, सी प्रोग्रामिङ र नेटवर्किङ परेन है। सी प्रोग्रामिङको स्ट्रक्चर चाहिँ लङ क्वेसन सोध्छ, स्ट्रक्चर प्रिपेयर गर्नु पर्यो। फाइल ह्यान्डलिङ पनि लङ क्वेसनमा सोध्ने हो। नेटवर्किङ पनि मोस्ट प्रोबेबली लङ क्वेसनमा सोध्ने सक्ने च्याप्टर रहेको छ, अहिलेसम्म सोधिरहेको छ। त्यही भएको बेला नेटवर्किङ र सी प्रोग्रामिङलाई चाहिँ हामीले लङ क्वेसनको लागि प्रिपेयर गर्छौँ र बाँकी रहेको डेटाबेस, वेब टेक्नोलोजी, उप सफ्टवेयर प्रोसेस मोडल र रिसेन्ट ट्रेन्ड्स एन्ड टेक्नोलोजीबाट 5 मार्क्सको सर्ट क्वेसनको लागि प्रिपेयर गर्छौँ हामीले। र जसमा डेटाबेस म्यानेजमेन्ट सिस्टमबाट 2टा क्वेसन सोध्छ अरमा हैन, र वेब टेक्नोलोजीबाट 2टा क्वेसन सोध्छ अरमा है। त्यो अनुसारले चाहिँ प्रिपेयर गर्नु पर्यो फाइनल इक्जामको लागि। र मैले चाहिँ अलमोस्ट डेटाबेस म्यानेजमेन्ट सिस्टम र कम्प्युटर नेटवर्किङ र सी प्रोग्रामिङ रिलेटेड भिडियोहरू मैले बनाइसकेको छु। तपाईँहरूलाई केही डाउट छ भने तपाईँहरूले त्यो भिडियोमा गएर पनि हेर्न सक्नुहुन्छ। मैले यहाँ आई बटनमा मैले राखिदिएको छु। ल अब हामी नेक्स्ट भिडियोमा चाहिँ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको बारेमा हेर्न जान्छौँ है त।